अमेरिकामा नेपालीहरूको संख्या बढ्दै गए झैं एक दिन नेपालीहरूले दशैं बिदा पनि पाउलान् त। यो सम्भावना पनि बढेर गएको छ है। जस्तो कि मेरील्यान्ड स्टेटका त्यहाँका स्टेट डेलिगेट अथवा मेरील्यान्ड राज्यका विधायक एचबी भण्डारीजीले ह्यारी भण्डारीजीले चाहिँ एउटा विधेयक प्रस्तुत गर्नुभएको छ आज कि हरेक वर्षको अक्टोबर 5 तारिखलाई दशैं दिवसको रूपमा मनाउन दिइयोस् र नेपालीहरूले यो पर्व चाहिँ असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा मनाउन पाउन् र यो अमेरिकी सरकारले पनि यस्तो किसिमको पर्व चाहिँ मनाउँदा राम्रो हुन्छ भनेर उहाँले यो विधेयक प्रस्तुत गर्नुभएको छ। यो विधेयक पास होस् र केही नभए पनि मेरील्यान्ड राज्यका नेपालीहरूले दशैं बिदा अथवा दशैं सम्बन्धी राज्यबाट पाउने सरसुविधा पाउन सक्नुस् र नेपालीहरूले पनि आफ्नो अस्तित्व देखाउँदै अमेरिकामा अगाडि बढ्न सकुन्। शुभकामना।